कसो केटा हो न्यू ब्लग हैन केटा हो आज हामी घाम गएको थियो हिजो चाहिँ ब्लग त्यस्तो भयो आज चाहिँ बहर जानला अब चाहिँ यो हो बाहिरको भ्यू हेर्न चाहनुहुन्छ भने यस्तो छ केटाहरू हामी चाहिँ टुर आएको केटा हिमाल यो चाहिँ माछा पुछ्रे हो केटा हो यताको थाहा पनि यस्तो छ होइन है हामी चाहिँ ह्याप्पी गर्दै हो सरहरू बाहिर हुनु हो त ढुक्क हो यस्तो गर्नु उही भन्नु केटा यस्तो हो अझै हामी निस्किनु पर्छ रमाइलो भयो केटा यस्तो रानीको छ रहेछ नि तर ठिकै छ गफ हान्ने हो जोक हान्ने कि यसले मजाक गर्छ कि साला बिहान बिहानै केटा यस्तो छ अहिले भेटौँला है केटा हो सही हो पिस आउट हो चाहिँ हामी निस्किनुला यहाँ चाहिँ यस केही दुई शब्द सो टक्क होइन साथीले माया देखाइदिउँ होइन हामी घान्टुबाट फर्किनु लाग्यो होइन साथीभाइहरू अनि टक्क च्यानललाई सब्सक्राइब हानेर होइन भिडियोलाई कमेन्टमा सर के मेरो ओइ कबिन जान्दैन म अलि कस्तो यता रन्दा कालु हामी जाने लु हामी निस्किन लाग्यो हो पाडे हामी जान लाग्यो पाडे यस्तो छ है हिमाल माछा पुछ्रे यस्तो यसरी सर यस्तो पिस आउट ओए ल ल थ्याङ्क यू मिस्टर दमिनी एकटा पिस आउट व्हाट्स अप गाइज दमिनी है थुत्नु राम्रो भएको नि होइन Yes sir. ओ खै त अरु अच्छा हो पुड्केहरु गइसक्यो ल एउटा विश्राम नबोल यस्तो यार बटे केटा ओए यस्तो छ हिमाल केटा हो थकाइले मर्ने लागिसक्यो सेट भयो यार ओ तलबाट हो रे के तलबाट हो रे तल जाने के माथिको मेरो फेरि यहाँ आउँछन् के केटा थकाइलाइसक्यो हजुरलाई कस्तो मजा आएको छ दादा बबाल बबाल दादा हजुरलाई दादा हामीलाई यहाँ घुम्न पाउँदा धेरै धेरै मन शान्त आकाशमा उडे जस्तो लाग्छ म न लाडो मोजी ओए ब्लग हो त्यो काटै ओए ओए खत्री ओए त्यो काटै केटा हो हामी तलबाट हामी रङ उस भयो मेरोमा यस्तो काट्ने साट्ने न दोस् ल खोइ यहाँ आएछ म भन्छु ल ल केटा रफुट नो है नो युज रफुट्स अब के नै होला भनेर आएको होइन यो हिमाल मेरो मित्र यो हिमाल त हाम्रो गाउँबाट यस्तो घेरेकै देख्छ यस्तो चिया खाएर हेर्न पाउँछ बेकारमा पछि दिएको हिमालदैन आएछ एउटा चियाको कति रे ये 120 960 120 130 यस तलबाट हो रे के हाँ मेरो कुसा छ रमाइलो भयो त्यो चल भाइ अब त बोक्न यस्तो थाडु हाल्दो ओरालमा त बोक्न चिसो त बोक्न झल्दैन न अहिले जम्पुड्के
2 fucking non-viewed subscribers. घल्ला 30-40 आउँछ उ भन्छ ए खाद्यले थाहा छैन के ए खाद्य सँगै त काहीँ नि हो जोनी घरतिर छिल्नै ओए कस्तो राम्रो देखेको हो कि फोनै राम्रो हो कि के हो ठिक छ नि त पाइयो बनाउन तुरन्त केटा हो यस्तो केटा हो जमाइ समस्या जा मिडम हाम्रो यत्रो अब कहाँ हो समस्या यो चाहिँ हामी चाहिँ अहिले चाहिँ घान्द्रुक घुमिरहेको है यो घान्द्रुक मात्र घुमेको चाहिँ यति भ्लग आउँछ त्यहाँबाट फेरि गाडी चढिसक्यो नेक्स्ट भ्लग सब यस्तो है मेरो पनि डाटो खुल्दैछ होला यार किनकि हामीसँग पैसा धेरै पैसा मनी पैसा पुसी पावर मनी अलि भेटौँ जाम कि घर जाम साथी साथी हाम्रो मिलम ब्लग्स एके काले दादा आइफोन लिएर होला सेट सुनाउनु लागिहाल्छ साउथ अब अहिले भेटौँ किनकि हामी अब यो ब्लग चाहिँ आज आउँछ भोलि अर्को आउँछ पर्सि अर्को आउँछ ब्लग नआएको धेरै भए मेरो महिना पुग्न लागिसक्यो ब्लग नआएको मेरो किनकि म हिँड्न पाएन किनकि बाउले मेरो बाइक लिएर हिँडिदिन्छ यतिको कस्तो बाजे ओए पुर्के क्वालिटी होइन यस्तो क्वालिटी एस जुताउँ न हाम्रो लेडी ब्लगर कम्स ठिक छ यस्तरी यस्तरी सुरुवात हो अलिक बाङ्गिया छड्के हानिदिने हो एउटै लाइन यस्तो छ एक दिन चाहिँ हाम्रो सपना चाहिँ के छ भने ओए हाम्रो सपना चाहिँ हामी तीनजना नै एक दिन ठुलो युट्युबर बन्ने सपना छ यस ग्रेट राइड अनि लिएर आउँछु बटबटे म मेरो पछाडि हालिदिन्छु कि तँलाई ढुक्क होस् न दादाको चलाइ आजकल हल्का कम भएको हो केटा हो नत्र त कमै होइन कि दादाको ब्लग काले कस्तो हिँड्नलाई कस्तो मजा भयो हजुरलाई प्लिज के को जुत्ता हो तिमीलाई लुक्स ओए यस्तो गर्न केटा हो टिमोल्यान्स मेरो चाहिँ हल्का राम्रो वाला हो ओरिजिनल 10,000 यो 2,000 2500 केटा हो यस्तो है केटा लेट्स गो छोड्दै त्यहाँ यस्तो सदीप केही 2-3 शब्द भन्न चाहन्छु हजुर लभ नबार हाम्रो साथीको भनाइ किनकि ऊ अहिले पिस आउट हुन आएको हो किनकि ऊ डिप्रेसनबाट निस्किएको छैन कि केटा हो डिप्रेसनबाट निस्किएको छैन ल हेर केटा हिमाल माछा पुस्रे अन्नपूर्ण त्यसो जे पाइदिनु माछा पुस्रे हो यो त थाहा छैन केटा यो त गर लिएर हिँड्न त भएन नि यार भएन नि है केटा जाम जाम गाउँ कहाँ हो हाम्रो गन्तव्य थाहा छैन केटा यस्तो बाहिर हुन्छ देखियो राम्रो देखियो राम्रो देखियो मैले भनेको होइन जताभाइ त्यतै छिराइदिन्छ भनेर त्यही भएर यहीँ पुऱ्यो ए बुझ्यौ नि केटा हामी कहाँ यही हो क्या गाउँ कुन जान्छ ए पुरानो गाउँ केटा हाम्रो लागि व्हाइट हाउस व्हाइट हाउस होइन सेतो कलरको खन्दा राम्रो आयो अहिले फेरि अनि युट्युबमा हाल्ने बेला धुज्जु आउँछ कि फेरि मैले त्यो रिस उठ्छ कि केटा हो बुझ्नु हौ पिसाउडा केटा हो घान्द्रुकको यात्रा हामी ट्रेकिङ आएको साथी बुझ्नु हामी घान्द्रुक आएको हो कि केटा अझ हामी गाउँतिर जाँदै चियाबारी सुल्लुल्लुल्लुल्लु केटा अहिले अब भेटौँ ल यस्तो छ बाटो
केटा हो हिँड्दा हिँड्दा थकै लागिसक्यो बाटो थाहै छैन तर हामी गन्तव्यसम्म पुग्नुपर्ने हुन्छ कि केटा हो यस्तै छ रमाइलो छ केटा हो चेक इट आउट होइन ब्लग यो ब्लग चाहिँ होइन के हुन्छ भने गान्द्रुक घुमेको मात्र आउँछ अर्को ठ्याक्क अब बस वहीँ तल केटा हो हामी चाहिँ टुर आएको हो अनि यस्तै हो है पिस आउट है केटा हो यस्तै छ रमाइलो छ केटा हो पिस आउट यस्तै म अब अहिले किनेर आफै अनि तपाईँ त्यस्तो नभन्नुहोस् तपाईँ त्यस्तो कुरो भन्नुहुन्छ नि के छ अब यहाँ भिडियो खिचेर आएको छ क्या सर यस्तो छ अब हामी घान्द्रुकबाट हल्का तल आउँदै होइन अनि भन दक्षिण काली आएको छु बाकेर भर्खरै केटा ल्याउँछ ए जता नि गयो अब गोब्रो किन्नुहोस् गोठे वान्स मोर म हामी नि सन्तोषकै छोरो पऱ्यो नि किन ओइ त्यस्तो नभन्नु केटा यार त्यस्तो ओ मिना छोरो हो कि कति कराएको यो मिना छोरो ओ यसको बाउको नाम के रे तेरो मोटे ओ छिरा जाऊ अन्त छोरो ओ गोमा छोरो हरायो है ओ छिरा जाऊ ओ धनमाया छोरो ओ धनमाया छोरो अनि अरू कसको छोरो यस्तै हो केटा चोर त यसरी फाल्नु भएन नि यार भएन नि सक्नु पऱ्यो खाने ल जिस्केर कुकुरै जिस्काउँदा के केटा रमाइलो के होइन यसको केटा ए केटा घान्द्रुक यस्तो छ नलजाऊ मायालु मेरो मन What's up? What's up is the West Vlogs, man, motherfucking Z.